बनाइदिनु स्वस्तिक और भुटान गेट एन्टर। अब यहाँनिर मिठाई भएको चाहिँ हेलो एभ्रिवान, गुड मर्निङ। आज हामी गर्नेवाला छौँ विश्वकर्मा पूजा। नम्बर 1 स्टेप चाहिँ के हो भने गाडी धुनु थियो, धुनु त हामीले अस्ति धुइसक्यौँ। नेक्स्ट स्टेप चाहिँ अब गाडीको अलिअलि मेकअपहरू बेलुन सेलुन लगाएर मन्दिर पण्डित खोज्नु जानेवाला छ। हामीलाई एक्ज्याक्टली थाहा छैन पण्डित कहाँनिर छ, कहाँ भेटिन्छ पण्डितजी। हुनु त म पनि हुन त सक्दिनँ, आउँदैन मलाई गर्नु। गाडी सजाउने भनेको फुट्यो, अब फुटेन, धन्न फुटेन। अब गाडी सजाइसकेर चाहिँ हामी जान्छौँ। दुईटा भयो, के हुँदैन। एभ्रिवान, हामी जाँदैछौँ जयगाउँ, किनकि भुटानमा हामीले गाडी पूजा गर्ने ठाउँ नै भेटिएन। अब जयगाउँ गएर पूजा गर्छौँ। मन्दिरमा गाडी पूजा गर्नु, सुपर मार्केटको साइडको हनुमान मन्दिरमा। गाइस, यहाँ चाहिँ हाम्रो गाडी पूजा हुँदैछ। के बनाइदिनु स्वस्तिक। दिस इज जयगाउँ। आज सुनसान छ, मान्छे निस्केकै छैन रहेछ कि के हो। गाउँमा चाहिँ झिलिमिली बनाउँदैछ दिवाली आएको जस्तो। तर अहिले दिवाली चाहिँ होइन, विश्वकर्मा पूजा हो। अनि चाहिँ हामी पुग्नेवाला छौँ भुटानको गेटमा। दिस इज आवर भुटान गेट एन्ड वी आर एन्टरिङ इन्टु भुटान। हामीले चाहिँ गाडी पूजा गरिसकेको छौँ। अब यहाँनिर मिठाई भएको चाहिँ यहाँ मिठाई खाने मान्छे कमिला लाग्छ भनेर खासमा यसरी होइन, खानुको लागि होइन, खाँदा नि हुन्छ, प्रसादहरू छ। तर कमिला आउँछ भनेर चाहिँ यो चाहिँ पूजा गरिसकेरको अनुहार हो, टिका लगाएर। किन के भयो?